हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि ठिक छु। आफ्टर लङभन्दा पनि लङ समयपछि फेरि भिडियो बनाइरहेको छु। सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु। त्यस्तै कारण बच्चासित नभ्याइनी यता त्यता त्यस्तै हो। बच्चालाई पनि पहिलासम्म हेर्नै पर्यो, उसको सबै कुराहरू गर्नै पर्यो। हेर्दै गर्नु होला म के गर्छु। यतातिर त साथीहरू मौसम यस्तो शीतल छ कि पानी पर्ने हुने पुरै पानी भइसकेको छ। पानी जमेर पुरै तर जे हो शीतल भइरहेको छ एकदम पानी परेर। खुसी लाग्छ गर्मी हुनुभन्दा बरु पानी परेर शीतल। अब किनभने बर्खा पनि सुरु भइसक्यो नि त, वर्षा तब पानी पर्ने यता त्यता भइहाल्छ। जे होस् गर्मी हुनुभन्दा बरु पानी परोस्, एकदम ठिक छ। शीतल पनि, बच्चाहरूलाई पनि स्कुल पठाउन पनि गाह्रो पानी परेर। के अरे सरी, गर्मी भयो भने यस्तो पुरै त्यो गाह्रो तिनीहरूलाई पनि। बरु पानी पऱ्यो भने त शीतल त हुन्छ, कमसेकम उनीहरूलाई पनि खुसी पनि हुन्छ, शीतल पनि हुन्छन्, खेल्छन्, पढ्छन् होइन साथीहरू। हाम्रो त अब बल्ल बिहानमा नास्ता गर्छौँ हामी। अब दिउँसो 1 बजे हुन्छ हाम्रो खाना चाहिँ। खाना पनि रेडी पार्नुपर्ने हुन्छ। सो के गर्छु हेर्दै गर्नु होला साथीहरू। दुध पनि आइसक्यो, दुध पनि थापेँ मैले। दिउँसोमा आउँछ दुधवाला पनि। अब म अचार बनाउँछु साथीहरू। त्यस्तै हो, भिडियो बनाउँछु भन्यो तर त्यस्तै हुने नभ्याइने। अहिले त बाबु पनि स्कुल जान थालेको छ। अब बिस्तारै बिस्तारै भिडियो ल्याउने प्रयास गर्छु म। हेरिदिनु होला, माया गर्नु होला भन्न चाहन्छु। कोलाई आँप मनपर्छ साथीहरू? मेरो त फेभरेट हो आँप त, एकदम मनपर्छ मलाई त आँप। अचारको लागि प्याज र काँक्राहरू काटिरहेको छु क्या साथीहरू। ग्यापिङ पनि धेरै भयो होला है, एकदम लङ समयपछि भिडियो बनाएछु। लगभग 1 वर्ष जस्तै भयो ग्यापिङ। बच्चा स्कुल जान थालेपछि त अलि फ्री हुन्छ नि त। अचार बिना फेरि खाना पनि रुच्दैन। अचार बनायो भने मिठो लाग्छ। ल साथीहरू, मेरो अचार पनि रेडी भयो। यता चिकन छ, यता दाल छ, यता माम छ साथीहरू। चिकन मेरो बाबुलाई फेरि एकदम चिची भन्ने चाहिँ मनपर्छ। अब ऊ त स्कुलबाट आएर खान्छ, उसलाई राखिदिएको छु। त्यस्तै हो साथीहरू। ल खाना पनि पाकेर भयो। अब बाबुको बाबा आइसिन्छ र अनि बल्ल खान्छौँ हामी। 1 बजे फेरि लन्च टाइम हुन्छ कि उहाँहरूको। अनि 1 बजे लन्च टाइम हुन्छ, अनि फेरि आएर खाएर अनि फेरि गइहाल्छिन्छ। अनि मेरो त्यही हो, दिनदिनै कन्टिन्यू एउटै काम। बच्चा स्कुल पठाएर एकदम फ्री हुन्छ भन्यो, तर होइन रहेछ। बच्चा पठाऊ, आफ्नो घरको काम गर, यता गर उता गर गर्दा त फेरि बच्चा आउने बेला भइसकेको हुन्छ साथीहरू। के गर्नु र। खानासाना खायो, काम भ्यायो। अब चाहिँ एकछिन रेस्ट गर्छु। आधी घन्टा होला रेस्ट गर्ने, लगभग आधी घन्टा 1 घन्टा जति मात्र रेस्ट गर्छु होला। अनि फेरि ठ्याक्क बाबु आउँछ, बाबुलाई ल्याउने, खुवाउने, प्याउने, यताउति। फेरि एकदम आउने बित्तिकै थाकेर सुत्न खोज्छ कि एकदम निदाउन खोज्छ। स्कुलमा पनि म्यामहरूले भन्न त अस्ति हामी जाँदाखेरि भनिरहेको थियो, म्यामहरूले पनि हामीले सुताउने पनि गर्छौँ। अहिले पिजीमा हालेको नि त बाबुको, 3 वर्षको
अब 3 पुरा भएर साउनबाट 4मा लाग्ने हो, 3 भनौँ मैले। अनि हामीले सुताउने पनि गर्छौँ भनेर अस्ति हामी जाँदा त सबै देखाइरहेको थियो। अनि त्यही फोन गरेर भनिदिनु पर्ने छ। तर उसको बानी फेरि के छ साथीहरू, मेरो बाबुको एकदम उसलाई घरमा शान्त, यति हल्ला यताउति पनि हुन हुँदैन, त्यसरी सुत्ने बानी छ। अब त्यो स्कुलमा सबैजना केटाकेटी यहाँ हो गर्दाखेरि जति सुताउनु खोजे पनि सुत्दैन होला कि। अनि घर आउने बित्तिकै एकछिन उफ्रिन्छ, रुन्छ, यो दे त्यो दे। फेरि अहिले यस्तो बुझ्ने भयो, उसलाई जे मुखबाट भन्यो भने त्यो रोएर त्यो पुरा ल्याइदिनै पर्छ, नयाँ भने उसले हङ्गामा गर्छ। चक्लेट भने चक्लेट, अस्ति फेरि डमरू भन्दै थियो होइन, अनि डमरू भनेपछि उसको बाबाले फेरि डमरू पनि ल्याइदिएछ। यो कार्टुन हेर्छ मोबाइलमा, अनि त्यसमा जे देखाउँछ उसलाई त्यही कुरा चाहियो साथीहरू। त्यो कार्टुनमा जे गर्छ, जस्तो गर्छ, जे खान्छ त्यही हेर्छ। अनि जतिखेर होस्, चाहे राति होस्, चाहे बिहान होस्, चाहे दिनमा होस्, त्यस्तो गर्ने बानी छ कि। बुझ्ने भएपछि गाह्रो छ साथीहरू। घाम नलाग्दा त बाहिर हेर्दा पनि राम्रो लाग्ने क्या मौसमहरू। अझ पानी सिमसिम पानी परिरहने, तर आज त्यस्तै थियो, बिहानैबाट सिमसिम पानी परिरह। रातिबाटै भनौँ, राति पानी पऱ्यो, अनि फेरि सुत्नुभन्दा अगाडि पानी पऱ्यो, अनि फेरि पानी थिएन राति। फेरि बिहान उठ्दा चाहिँ पानी थिएन, फेरि 7:30-8 बजीबाट पानी पर्न थाल्यो। अनि दिनभरि त्यस्तै छ, एकछिन रोकिने अनि झिर्र पानी पर्ने, एकछिन रोकिने झिर्र पानी पर्ने, त्यस्तै छ साथीहरू। ल साथीहरू, आजलाई यति मात्रै। अब बिस्तारै भिडियोहरू पनि ल्याउने कोसिस गर्छु। सबैले माया गरिदिनु होला। भिडियो नराम्रो भए पनि हेरेर साथ सपोर्ट लाइक गरिदिनु होला। अब यस्तै हो, अलि पर्फेक्ट त छैनौँ हामी भिडियो बनाउन, त्यो पनि सिक्दैछौँ भन्नु पऱ्यो। फेरि आजभोलि हेर्नु न साथीहरू, त्यो बच्चाको भिडियो बनाउनै नआउँदो रहेछ। युट्युबले बच्चालाई नदेखा भन्दो रहेछ। अस्ति मेरो छोराको स्कुल जानलाको अब एउटा भिडियो बनाएर मेमोरीको लागि कि उसले पछि हेर्छ नि त, मेमोरीको लागि बनाएर राखिदिनु पऱ्यो भनेर भिडियो बनाएको, हाल्यो युट्युबले हटा भन्छ, हाल्यो युट्युबले हटा भने। के अरे बच्चाहरूलाई आजकल नदेखा भन्दो रहेछ कि युट्युबहरूमा। अनि मलाई फेरि आफ्नोभन्दा बढी बाबुको यस्तो कि सबै मोमेन्टहरू क्याप्चर गरेर राखिदियो भने कि पछि ठुलो भएपछि हेर्छ नि त आफ्नो बालापनको। त्यस्तो हुने खासमा मैले उसैको लागि भनेर भिडियो बनाएको कि, किनभने युट्युबमा बनाएर राखिरह्यो भने पछिसम्म पनि हुन्छ, उसले ठुलो भएर पनि हेर्छ नि त, यसरी बनाइदिन्छ त्यो मामुले भनेर हेर्छ नि। खासमा त्यसको लागि बनाएको साथीहरू। तर के गर्नु, युट्युबले आजकल बच्चाहरू नदेखा भन्छ, के गर्नु। अब आफ्नो पनि कति देखाउनु, फेरि आफू पनि त्यति अब हिँडिँदैन, हाउसवाइफै जस्तो भनौँ। अनि त्यस्तै हो साथीहरू, यता त्यता गएर भिडियो बनाऊँ, यो गरौँ त्यो गरौँ भन्न पनि मिल्दैन। फेरि बच्चाहरू स्कुल जान्छ, स्कुलबाट आउँदासम्म आफू घरमा हुनुपर्छ, फेरि रोएर बेहाल हुन्छ। सबभन्दा पहिला बच्चालाई हेर्नु पऱ्यो, उसलाई हुर्काउनु पऱ्यो, त्यसपछि बाँकी कुरा छँदैछ साथीहरू। ल धेरै बोल्यो भने आई एम सो सरी। सबैजनालाई बाई बाई, डु नट फर्गेट माई च्यानल, बाई बाई एभ्रिवान।